यो पालिकामा जसले जिते पनि म बजेट ल्याउँछु जसुकैले जित्छु मतलब छैन यहाँको चुङमा राई उठ्नुभयो काङ्ग्रेसबाट उहाँले जितेको भने म डर्थेँ हेर्नुहोस् होइन अब नामेलहरू आयो माओवादीको 64 सालमा माओवादी काङ्ग्रेस एमाले कहाँ भएको एजेन्ट बस्नै थिएन अहिलेको एमालेहरू काङ्ग्रेसहरू त्यतिखेर 64 सालमा सम्पूर्ण सबै भयो अर्को माओवादी उनीहरूले पनि हायम गर त्यतिखेर सचिवको अधिकार अनि त्यतिखेर पनि त्यो मान्छेहरूलाई लाए सचिवलाई यसो भन्नु है यसो भन्नु त अनि यहाँ यसो गर्नुपर्छ भनेपछि ठ्याक्क कता कताबाट बजेटहरू पार्ने चाहिँ र अहिले मलाई पनि त्यतिसम्म म कन्फिडेन्ट छु यहाँ जुनसुकैले जित्यो पनि मलाई मतलब छैन काम चाहिँ सबैले गरिदिन्छ फोनको गर्दा तर आफूमा हुनु पऱ्यो त्यो चाहिँ हेड टिचरमा हेड टिचर चाहिँ तिनीहरूको भोट चाहिँ माग्दिनु हुँदैन क्या तिनीहरूको भोट चाहिँ माग्दिनु हुँदैन तिनीहरूको भोट माग्नु हुँदैन पैसा हामीले स्कुलको लागि मरिहत्ते गर्नुपर्छ पत्तै हाल्छ स्कुलको लागि चाहिँ खट्नुपर्छ एउटा कुरा त्यो है र तपाईँहरूले मैले भनेको थिएँ यो व्यवहारमा लागू गर्नुहोस् त लागू मात्रै गर्नुहोस् त अबको 64मा चाहिँ 84मा चाहिँ एक थोपा झन्डाको पछि नलाग्नुहोस् हामीलाई त्यत्तिकै यो आरोप आउँछ कि यो के भन्छ त्यो एउटा झोले भनेर आरोप आउँछ मलाई लाग्यो अस्ति आन्दोलन गर्दा झोले सिच्छ भनेर सुन्छु त्यो अभिभावकहरू यो साइड प्रोफेसनहरू यस्तो लाज लाग्ने है त्यो चाहिँ छोडिदियो त्यो नाम नगर्नु है अब तपाईँले गरि थाल्नुभयो त थ्याङ्क यू सो अब त्यहाँ अर्को चुनावमा जसले जिते पनि पत्याउरे बनाउनुहोस् खरेखर एमाले जितोस् न काङ्ग्रेसले जितोस् न होइन त्यो माओवादीले जितोस् न तपाईँलाई अब बिस्तारै पत्याउँछ सब एकदम तर स्कुलको लागि मरिमेच्नुहोस् एक दुईजना गर्दा गर्दै पनि खुट्टा तान्ने त भन्छ नि पछाडि नहट्नु अगाडि बढ्ने क्या एक दुईजनाले सही काम गरेको छ भने कसैको केही लाग्दैन कसैको केही लाग्दैन जसुकैले जे भनोस् है कसैको केही लाग्दैन स्टाफ साथीहरूले कुरा काट्ला त्यसले कसै स्टाफले तल अभिभावकलाई ए फला हेर्छलाई यसो भन्यो भने पत्याउँदैन तपाईँले राम्रो काम गर्नुपर्छ त्यही स्टाफ फटा हुन्छ है एउटा कुरा त्यही अनि अर्को कुरा तपाईँहरूले सक्नुहुन्छ कि सक्नुहुन्न जाँड चाहिँ नखाइदिनु कि अब जाँडको कुरा पनि रक्सीको कुरा पनि 1 नम्बरमा कलेज दिनु चाहिँ स्योर हो हेर्नुहोस् अहिले तपाईँहरू 30-35 वर्षको होला 50 वर्ष पुग्नुहोस् त अनि के हुँदो रहेछ थाहा हुन्छ कलेज चाहिँ बिग्रिन्छ नि स्योरै छ त्यतिखेर डक्टर के हुन्छ कि मर्छस् कि नखा भन्छ क्या तर अहिलेदेखि चाहिँ एकदम कन्ट्रोल गर्दै जानुहोस् ठ्याप्पै छोडिदिनुहोस् नखानुहोस् क्या अब हेटिजरै जहाँ खाएर गाउँमा माथि भएपछि विदेशमा पत्याउला त एउटा कुरा थियो तर अहिलेसम्म खानु केही फरक परेन हामी जातले होइन खान्छौँ चलिआएको चलन भएर मान्छेले मुखमै कोचार दिन्छ तर खाइ जस्तै मैले पहिलादेखि यहाँ खाइन कि जा हेर्नुहोस् है एकदम जा खाइन खाइन सर त्यो खाइन कि अनि अहिले के हुन्छ त भन्दाखेरि ठुल्ठुलो पार्टीहरू हुन्छ हेर्नुहोस् है ठुल्ठुलो पार्टी हुन्छ राईको यहाँ हुन्छ मरको कतातिर हुन्छ अर्को तामाङको कतातिर हुन्छ होइन अनि म टट्ट त्यहाँ टेबलमा बस्दाखेरि टक 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 आङ्गी लाएर के लाएर बक्खु लाएर आउँछ होइन ट्याक 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 जाड दिन्छ अरू बुझेमालाई मलाई ठ्याक्क छुट्टाएर उतापट्टि दिन्छ खानु पनि भन्दैन मलाई त्यो ठक्क चियाइदिन्छ त्यो चाहिँ भयो आफैले बनाउनु पर्छ आफैले कसैले मलाई ल जाड खानु भन्दैन र दिदाले चट्ट छुट्टाएर उता दिन्छ
सरलाई अर्कोले भनेर बिस्तारै उतार भनेपछि चियाले भनिन्छ म चाहिँ खान्छु है। त्यो कुराहरू भए आफ्नो पर्सनल कुरा हो र मैले यो नजानेको पाराले तपाईँहरूलाई गर्नुहोस् भनेर दबाब दिएको पनि होइन। सुत्रिनको लागि सुत्रिनुहुन्छ भने आफ्नो स्कुल चलाउनुहुन्छ भने यसरी चलाउनु चाहिँ राम्रो हुन्छ कि भनेर है होइन यसरी पो राम्रो हुन्छ कि मैले देखेँ है तपाईँलाई। तर यो जहाँ छोड्नु धेरै चर्को पर्छ तर बिस्तारै बिस्तारै छोड्नुहोस् पनि हुँदैन। यो जामा त मर्दैन क्या। अनि अर्को कुरा यो अब हामी त झोले भएनौँ भने एउटा कुरामा चाहिँ पछि पर्छौँ त्यो चाहिँ नचाहे। जस्तै तपाईँहरू राष्ट्रिय स्तरको पुरस्कार ठुल्ठुलो पुरस्कार खोज्नुहुन्छ पाउनुहुन्छ भने ती लाग्नु पर्यो। स्कुल बनाउनुहुन्छ भने चाहिँ लाग्नु भयो। उदाहरणको लागि मैले पञ्चायती कालदेखि कस्तो मान्छेले राष्ट्रिय स्तरको पुरस्कार ठुल्ठुलो पुरस्कारहरू सम्मानहरू पाउँछ भनेर गर्दाखेरि पञ्चायती कालदेखिको मलाई अनुभव छ। हेर्नुहोस् पञ्चायती कालदेखिको पञ्चायती कालमा पनि जो पञ्च भयो उसले पुरस्कारहरू पाउँथे ठुल्ठुलो पदहरू पाउँथे तकमाहरू पाउँथे तर पञ्च हुनु पर्थ्यो। पछि बौद्धल आएपछि के भयो भन्दाखेरि जो भोटमा सघाएको छ पुरानो टिचरहरूले भोटमा सपोर्ट गरेको छ त्यो आफ्नो पक्षले जित्यो भने त्यसले पुरस्कार पाउँछ। आफ्नो पक्षले हारे भने पाउँदैन। त्यो पनि एउटा कुरा छ। तर पुरस्कारको मतलब चाहिँ हामीले गर्नु हुँदैन के। हामीलाई पुरस्कार भनेको सबै मान्छेले चाहिँ राम्रो गरेको राम्रो छ भने चाहिँ त्यही पुरस्कार सम्झिनु पर्यो होइन। अपवाद कसैले पाउनु भएको छ होला त्यस्तो नभए पनि त्यो चाहिँ अपवाद हो। कसैले पाउनु भने अपवाद हो। तर त्यो चाहिँ अनि त्यो अपवादमा पाउनुहुन्छ नत्र त्यो कल्पना नगर्नुहोस्। आफ्नो स्कुल बनाउनु छ भने पुरस्कारको अथवा ठुलो सम्मानको हामीले नगर्नु। साधारण मान्छेले चाहिँ हाम्रो गरिबको बच्चाहरूले गरिबको अभावको बच्चाहरूले राम्रो पढ्यो भने राम्रो ऊ चाहिँ ठुलो मान्छे भयो भने त्यही चाहिँ हामीलाई पुरस्कार सम्झिनुहोस्। उसले पछिबाट हामीलाई मलाई सर तपाईँलाई थाहा छ बुङमा मैले पढाएको बच्चाहरू अहिले ठुल्ठुलो भएको छ। एउटा त उनै भएछ सर त्यो बुद्धको प्राचार्य भएछ लामा नुर्बु क्या नुर्बु भन्दो रहेछ उसलाई अहिले। उसले बडा बिचरा मलाई खोजी ट्याङ्गुजेमा कहाँ आएछ पोहोर दुई खोजेर मलाई भेटेछ। त्यत्रो त्यो विश्वको ठुलो मान्छेले पनि मलाई पुरस्कार त्यो सम्झेँ। त्यस्तो उदाहरणहरू मसँग त छ सरहरू पनि सँगाउने छ। मैले चाहिँ छ भए पनि यसो मजाको लागि है त्यो अब अनि यहाँ अब त्यसपछि त यहाँ तपाईँहरू आउनुभयो भेटघाट गर्नुभयो बसाइहरू कस्तो भयो होइन। अब हामी भोलि छुट्दैछौँ। बाटोहरू अहिले पानी परेको छैन राम्रै छ मलाई जहाँसम्म लाग्छ। पानी पऱ्यो भने चाहिँ अलिकति हस्तसरले जस्तै आफ्नै गाडीबाट निक्लेर धकेल्दै जानुपर्छ होइन। त्यो स्थिति पनि आउँछ। तर त्यो नहोस् सबैलाई कसैलाई पनि भन्दै अब यो तपाईँहरूलाई सबैलाई म धेरै धन्यवाद दिँदै अर्को साल भेट्ने आशा गर्दै म यहाँबाट बिदा माग्छु। धन्यवाद।